नमस्ते, मेरो नाम कमल बहादुर पूर्जा हो। म दाना म्याग्दी जिल्लाको दाना भन्ने गाउँमा है जन्मेर हुर्केर दाना स्कुलमा पढेर है ब्रिटिस आर्मीमा भर्ती भएर आएर फर्स्ट सेकेन्ड इयरमा आबद्ध भएँ। अनि इन्जुरी भएको कारणले है म चाहिँ गोर्खा म्युजियममा धेरै लामो समयसम्म आबद्ध भएर काम गर्न हैन मौका मैले पाएँ। त्यसपछि हामीहरू पाहाडबाट चितवन सरियो। अहिले हाम्रो बसाइ चितवनमा पनि छ, म्याग्दानमा पनि छ। र बसाइसराई गर्ने क्रममा हाम्रो अवकाश लाउरे भइसकेपछि अहिले म युके को इस्ली भन्ने ठाउँमा बस्छु। अनि हामी रिटायर भएपछि हामी गोर्खालीहरूको चाहिँ नि हैन युकेमा हाम्रै लडाईले गर्दा बस्ने मौका पाइयो। पाए बापत हाम्रो धेरै संस्थामा आबद्ध भएर काम गरिरहेका छौँ। धेरै गोर्खाली दाजुभाइहरूले मैले अहिले गोर्खाली दाजुभाइ मात्रै कुरा गर्नु गएँ, उहाँले आफ्नो ठाउँमा जहाँ बस्नुभएको छ त्यहाँ आफ्नो संस्था खोलेर काम गर्नुभएको छ। त्यो मध्येमा हाम्रो मा चाहिँ नि यहाँ इस्ली गोर्खा नेप्लिस एसोसिएसन भन्ने छ, त्यो पनि चार्टीमा दर्ता भएको संस्था हो। हिजो हाम्रो इल्डर ग्रुप भन्छ बुढाबुढीको मिटिङ भएको थियो र आज मदत समूहमा पनि हाम्रो अल्सोट फानबरो क्याम्बलीमा है मदत समूह भन्छ, त्यहाँ पनि हाम्रो एक्स गोर्खा भूतपूर्व सैनिकहरूको चाहिँ मिटिङ भएको थियो। त्यो चाहिँ नि मैले नै रन गर्छु हैन। अनि त्यसमा चाहिँ धेरै क्याप्टेन सापहरू हुनुहुन्छ, धेरै आमा बुवाहरू हुनुहुन्छ। त्यसमध्येमा चाहिँ नि हाम्रो युकेमा लाउरे भइसकेपछि युकेमा आएको बसाइ कस्तो भयो र हामी रो चाहिँ नि पेन्सनको बारेमा के छ, अनि सबै हाम्रो जुन माग हो त्यो पुगेपछि के हामी भविष्यमा नेपाल गएर बसौँ त भन्ने बारेमा चाहिँ नि बुवा मुवाहरूले त्यहाँ बोल्नु भएको छ। जति पनि हाम्रो गोर्खाहरूले बोल्नु भएको छ र उहाँहरूको छोरा छोरीहरू चाहिँ युकेमा आएपछि उहाँहरूले के गर्नुहुन्छ र के भविष्यमा उहाँहरू पनि नेपाल गएर बस्नुहुन्छ त के छ सम्बन्ध के छ त भन्ने बारेमा मैले दुई चारवटा क्लिप खिचेको छु। त्यो चाहिँ कृपया तपाईँले हेर्न सक्नुहुन्छ। धन्यवाद। नमस्ते। सम्धिलाई नमस्कार छ, फेरि पनि स्वागत तपाईलाई हाम्रो बुढाबुढीको मिटिङमा। आज इस्ली गोर्खा नेप्लिस एसोसिएसनको इल्डर ग्रुपको मिटिङ हुँदैछ। सबै ह्यान्डसम, अब ह्यान्डसम जेन्टलम्यान भन्यो भने हामीलाई बुढा भनेको रिसाउनु होला। ह्यान्डसम बोयहरू, ह्यान्डसम प्रिटी गर्लहरू हेर्नुहोस् है। झन् हाम्रो त के अरे दिदीको उहाँ माथि के अरे ठाउँको नाम, दिदी गाउँको नाम झन् प्रिटी दिदी त गाउँको के पाल्पाको त ओहो झन् प्रिटी लेडी। झन् प्रिटी लेडी आयो कि आमै पेटी ग्रिल आयो कि। सम्झिन आउनु भएको छैन र? ए म त सम्झिनलाई पनि लिएर आउनु भएको छ। अब हाम्रो सुरु हुँदैछ है मिटिङ ग्रिटिङ। आज झन् त्यही त मान्छे धेर भएको बेलामा कुर्सी पनि थोरै राख्दैछ। ल सम्धि भर्खर नेपालबाट आएको सम्धि ल त तपाईँलाई स्वागत सबभन्दा सिनियर मेम्बरबाट। ल अलि स्वागत छ फेरि पनि है। यसरी आइगर्नु पर्यो। अनि उहाँहरू सबै सौरा घुम्न आउँदा चाहिँ फेरिमा गएर देखाइदिनु पर्यो, फेरिमा हात्ती देखाइदिनु पर्यो है। सौरा आउँदाखेरि फेरि खानु दिनु पर्यो। कच्छाको मासुहरू खानिदिनु पर्यो होइन, के अरे सम्धि कच्छाको मासुहरू खानिदिनु पर्यो। मामा केही छ कि हजुरको कागजपत्रहरू यताउता गर्नुपर्ने? आज केही कागजपत्र छ? केही मेडिकलको एपोइन्टमेन्टहरू केही छ छैन? जस्ट मिटिङ ग्रिटिङ। भेना हजुर केही छ कि कागजपत्रहरू केही छ? दिदी हजुर केही छ कि हस्पिटल एपोइन्टमेन्ट कागजहरू केही छ छैन? काकै हजुरको केही छ कि? अब हामीले भोलि छ कि पर्सि छ जान्छ जाने हो भने मसँग जानु होला। हो हामी गर्दैछु, हाम्रो 4 दिन छ। भोलि होइन, भोलि मात्र छ, पर्सि छ जाने हो भने मसँग रमदार म जान्छु क्या। जाने हो भने एकजना भेकेसन छ 30 मा छ। अहिले म त्यहाँ हेरेर भन्छु।
होइन परे त उस 9मा हो सन्डे आइतबार 9 सबै ड्रेस लाएर पोल्को जस्तै प्रगत पर ठाउँ जाने हो 10 बजे 9 तारिक सन्डे नोभेम्बरको 9मा है सबै आउनु पर्यो काकाले सम्झाउनु नोभेम्बरको 9मा सबैले राम्रो ड्रेस लाएर मेडलले मेल लाउने चट्ट गएर आएर हामी त्यहाँ सर गएर जान्छ नि पहिला गति पनि त्यही हो है छेमा हजुर केही छ कागजपत्रहरू केही मेडिकलको छैन अनि दिदी हजुर केही छ कागजपत्र के छ दिदीको अब चिठी आएको छैन अहिले आयो भने म गर्छु म जिपेमा फुलुको चाहिँ अहिले म फोन गरेर बुक गरिदिन्छु है काका हजुर केही छ हजुर नमस्कार मेरो केही छैन धन्यवाद सम्झिलाई स्वागत छ हजुर काका स्वागत छ के अरे यहाँ एकजना हाम्रो साउथ हाम्पटनको बर्दर हुनुहुन्छ कन्ट्याक्ट गर्नुभएको छ अनि एकनाले के गर्छ सानो खिचेर पठाउनु भन्ने कुरा भयो त्यही भएर अहिले मैले सानो गरेँ ल सबैलाई फेरि चाहिँ नि आज 28 होइन अक्टोबरमा फेरि हाम्रो बुधबारको दिन हाम्रो बुढाबुढीको चाहिँ नि मिटिङ भएको छ हाम्रो इल्डर ग्रुप मिटिङ हुन्छ इस्ली गोर्खा नेपाली एसोसिएसनको यसमा चाहिँ नि अब हामीले पहिला चाहिँ नि वेलफेयरको बारेमा कुराकानी गरिन्छ अनि त्यसपछि उहाँहरूको इस्यु केही छ कि भन्ने बारेमा कुरा गरिन्छ त्यही सम्बन्धमा साउथ हाम्पटनबाट चाहिँ नि बाबुले हामीलाई फोन गर्नुभयो र यसो सबै लाउरीहरूको मनसाय बुझिदिनु भन्ने कुरा भयो जस्तै उहाँको कुरामा के छ भनेपछि अब के अरे काका छेमा मामा माइजू दिदीहरू त्यो भाइको कुरा के रहेछ भनेपछि हामी गोर्खाली होइन यहाँ युके आएर बस्छौँ यहाँको जुन जुन ठाउँमा बस्नु भएको छ त्यहाँको समाजसँग कतिको आबद्ध भएर बस्नु भएको छ होइन एउटा बुझ्नु खोजेको त्यो रहेछ अनि पेन्सनहरू समान पाइयो भने के छ तपाईँहरूको मनसाय होइन हामी गोर्खाली लाउरेहरूलाई के छ मनसाय भन्ने कुरा भयो अनि फेरि हाम्रो बालबच्चा यहाँ छन् होइन अब नेपालतिर पनि छन् गर्दा के छ त यहाँ बस्ने बालबच्चाहरू के भोलि यो यहाँको बालबच्चाहरू नेपाल गएर बस्छन् भन्ने कुरामा चाहिँ नि तपाईँहरूको चाहिँ नि के सोचाइ होइन यसो हल्का त्यो कुरा राखिदिनुहोस् गरे मलाई शनिबार त म आफै दिन्छु त्यो तपाईँहरूको नि 2-4वटा कुरा राखिदिनु भनेर हो मामा कुरा प्रश्न बुझ्नु भने होइन मामा ल हजुरको तर्फबाट एकपल्ट ल भनिदिनुहोस् अब जस्तै भन्नुहोस् ल पालो पालो मामाले मेरो विषय नै त्यस्तै भयो के नेपालकै विषयमा र यहाँ बस्ने र उहाँ जानेको विषय हो अब हामी गोर्खाली भयौँ गोर्खालीहरूको चाहिँ पेन्सनको समानता भयो भने तपाईँ नेपाल जाने कि यहीँ बस्ने एउटा कुरा युके आएर बस्नु भएको छ तपाईँहरूको समाजमा के कन्ट्रिब्युसन छ के रोल खेल्नुहुन्छ यहाँ समाजमा तपाईँहरू गोरासँग छुट्टिएर बस्नुहुन्छ कि जज भएर बस्नुहुन्छ कि समाजमा यस्तो आज मिटिङ भइरहेछ यस्तो गर्नुहुन्छ कि गर्नुहुन्न भन्ने कुरा भयो बालबच्चा यहाँ छन् बालबच्चाको सम्बन्ध के हुन्छ त भोलि गएर नेपालमा के उनीहरू नेपालमा फर्काएर जान्छन् भन्ने कुराहरू भयो के त्यसमा के छ तपाईँको विचार नमस्ते आमा ल के छ विचार मामा अब नेपाल अहिले फर्केर जाने कुरा नि अहिले आउँदैन किन आउँदैन भने अब यहाँ आउने राइट पनि पाइयो र बस्नु पर्यो र म अब आफ्नो बच्चाहरू नेपालमा छन् त्यसले गर्दाखेरि अब राम्रो पेन्सन पाइयो भने हजुर अब जस्तै हामी यो बेलायतमा छौँ बेलायतको मा बसेपछि उनीहरूको बेलायतले पाउने सही पेन्सन पायो भने हामी जान्छौँ नेपाल हजुर अनि अब बस्लान् त जानेर जानु पाइयो नि त त्यसले गर्दाखेरि हामीलाई त्यही हो नेपालमा गएर राम्रो सर्भाइभ हुनु पाउनु पर्यो के राम्रो पेन्सन छ भने कोही बस्ला नत्र म जस्तो मान्छेबाट जानु मन त लाग्छ आफ्नोमा जान्छु नेपालमा थ्याङ्क यू मामा भेना जस्तै हामी यहाँ इस्लिममा बसेछौँ हामी यहाँको समाजसँग कति घुलेर काम गरिएछ त एकदम इस्लीको चाहिँ समाज राम्रो छ सानो समाज हरेक चिज राम्रो छ र यहाँ बस्नु नि राम्रै लाग्यो मलाई तर बुढेसकाल लाग्यो कहिले नेपाल जाम जस्तो लाग्छ यहाँ फुल पेन्सन दियो भने आजभोलि जाम जस्तो लाग्छ छोराछोरी त उनीहरूको भविष्यको कुरो अब हामीलाई के थाहा हुन्छ र त्यस्तै हो त्यस्तै भयो भने हामी बुढाबुढी त अब गइन्छ होला यहाँ चाहिँ बसिन्न होला दिदी फेरि हजुरलाई पनि त्यही प्रश्न मैले हल्का सोधेँ है जे अब त्यो सम्मान पेन्सन भयो भने अब जाने हजुर नबस्ने त्यस्तै छ थ्याङ्क यू दिदी छोराछोरीहरू आछ गरेर किनभने भाषा मिल्दैन हामी यो देशमा बसेर हामी दिदी आफ्नो देश भनेको आफ्नै देश हो सबै मिल्छ साथी मिल्छ यहाँ अब हिँडिन्छ गोरासित नि हिँडिन्छ सबैसित हिँडिन्छ तर भाषा छैन
उनीहरूले बुझ्दैन, हामीले पनि बुझ्दैन। त्यही छ बाबु। थ्याङ्क यू दिदी। उनीहरूको भाषा अब हामी बोल्नुपर्ने, हजुर हाम्रो काका। भाषा उनीहरू नबोल्ने। जे काका तर्फबाट अब हजुर तपाईँले नै भनिदिनुहोस् काका। तर्फबाट केही पनि छैन। मेरो पेन्सन छैन, केही पनि छैन। मेरो पेन्सन पाउनु हो भन्नुलाई पेन्सन अलिकति पेन्सन दियो भने त म त गइहाल्थेँ नेपालमा, यहाँ बस्ने जरुरी थिएन। हजुर र अहिले यहाँको चाहिँ जो दिएछ त्यो ठिकै छ, जे जे त्यसले मलाई पुगिरहेछ। जे जे तर पेन्सन जसको पेन्सन छ उहाँहरूलाई चाहिँ यहाँको गोराहरू सरी दियो भने कोही पनि बस्दैन जस्तो लाग्छ है। जे जे सबै आफ्नो देख्न जान्छन्, आफ्नो देख्न रमाइलो अहिले जुन नयाँ घटनाहरू घट्यो होइन, त्यसमा हामी खुसी पनि छौँ, दुखी पनि छौँ होइन। जुन भने जस्तो काम चाहिँ भएको छैन होइन, त्यो पनि हो। नै त भने त देशमा राजनीतिक दलले राम्रो बाटो बनाइदियो भने त हामी प्रायः जस्तो सबै नेपालमै जाने खोज्छ नि होइन। र बालबच्चादेखि लिएर हामी सबैदेखि लिएर चाहना अब सबैको छ नि त, तर देशमा चाहिँ नि सहुलियत हुनु पर्यो होइन, व्यवस्था हुनु पर्यो हामीलाई। यो गोर्खाहरूको मुद्दा पनि अब नेपाल सरकारले अलि चासो दिएन कि। हजुर नेपाल सरकारले चासो दियो भने हुन्थ्यो कि अलि भन्ने कुरा छ के अरे। अब त्यो सरकारको महिना महिना साल साल के अरे 2-2 महिना 3-3 महिना बदली भइरहन्छ। त्यसले गर्दा त्यो पनि समस्या छ। थ्याङ्क यू काका। क्षमा धेरै धेरै धन्यवाद। फार्ममा चाहिँ नि यहाँ आएर होइन तपाईँहरूले फार्ममा एकदम लिड गरेर काम गरिराख्नुपर्छ। अब त्यसको बारेमा चाहिँ नि क्षमाले हल्का फार्म अब के गरिन्छ, यहाँ कसलाई दिइन्छ यसो भन्नुहुन्छ कि? मेरो नमस्कार छ बाबु। हामीले फार्ममा सबै कुरा लाउँछौँ, साग सब्जी जे फर्सीहरू सबै लाउँछु। सबै इष्टमित्र आएर खाइदिनुहुन्छ, आउनुहुन्छ, लैजानुहुन्छ, हामीले गर्छौँ। फुड ब्याङ्कलाई दिइन्छ होइन। फुड ब्याङ्कलाई दिइन्छ। हजुर कोही हामीले खान्छौँ, कोही बेच्छौँ। हजुर त्यही हो बाबु। थ्याङ्क यू क्षमा दिदी। नमस्ते। अब त्यही त यहाँ इस्लीमा चाहिँ नि आएर अल्लोसरतिर बस्दै गरेर फेरि इस्लीमा पनि आउनुभयो। अल्लोसरमा धेरै होइन समाजहरू छ। यहाँ इस्लीको समाजले खेलेको रोल र तपाईँले पहिला उहाँ अल्लोसरतिर यताउता खेलेको केही भनिदिनुहुन्छ कि दिदी? अनि ग्यासतिर पहिला धेरै हिँड्नुभयो। नमस्ते छ मेरो। अब पहिला त गेसोमा हो नि 20 नेपाल र यहाँ गरेर 21 वर्ष जति हिँड्यो है। हजुर पहिला थाहा थिएन के अरे। अब आफ्नो हक अधिकार के हो भन्ने कुरा थाहा थिएन। त्यही गेसोमा हिँडेपछि बल्ल थाहा भयो है, आफ्नो हक अधिकार रहेछ। तर थाहा नभएर दुःख पाउँदै नेपालमा बस्दै गरिन्छ होइन। र बल्ल गेसोले मुद्दा जितेर थाहा भएर हामी गेसोमा हिँड्दाखेरि के गर्थ्यो भने मुद्दा जितिहाल्यो र युके जानु पायो भने त 3 फनको नाच्ने भन्दै हिँड्दै गऱ्यो है। र जित्यो पनि आइयो पनि। अल्लोसरमा 7 वर्ष बसेँ म। नजाने पनि खै कसरी केन्द्रको सदस्यसम्म पुगेको थिएँ है। त्यहाँदेखि फेरि छोराले यता घर किनेर फेरि यता सरियो। यता चाहिँ यसोतिर चाहिँ हिँड्नु अलि पाइएको छैन। तर मदतसम्म त आउनुहुन्थ्यो नि अनि दिदी? मदतसम्म नि जान्थ्यो। फेरि यता सरेर जे होस् गइएको छैन क्या भाइ। हजुर हजुर दिदी। तपाईँ चाहिँ गइरहनुहुन्छ गर्दैन। र यहाँ इस्लीको इन्डाको समाज हाम्रो काकाको कलिलाहरूको त कति मिठो काका। एकदम राम्रो छ। कलिलाहरू बस्नै नदिने काकालाई हजुर। राम्रो छ, खुसी लाग्छ मलाई यसरी मिटिङ बस्ने, यसरी समाजमा हिँड्ने। पहिल्यैदेखि हिँड्ने भएर खुसी लाग्छ, रमाइलो लाग्छ। आफ्नो जे जस्तै भयो नि आफ्नो नेपालमै अब केही सिटी सम्पत्ति केही नभए नि आफ्नो जन्मथलो माया लाग्छ, उतै मनपर्छ। एउटा दुःखले गर्दाखेरि आफ्नो हक अधिकार खोजी खाने भनेर पो हामी यहाँ आइयो होइन। पहिल्यै व्यवस्था भएको भए पेन्सन दिएको भए आइने थिएन होइन, लड्ने पनि थिएन होइन। अझै पनि दिएको छैन। जे होस् यहाँ आयो भने चाहिँ आफूले खाने आफूलाई पुग्ने चाहिँ दिन्छ होइन। दिएपछि हामीले खाएर मात्रै नि भएन होइन। छोराछोरी नाति नातिनीहरू हेर्नु पर्यो होइन। गर्दाखेरि हामीले सम्मान पेन्सन पायो भने
हजुर यो मर्ने बेलामा अब बोली भाषी छैन त्यही त नि थ्याङ्क यू काका त्यस्तो बेलामा त दुःखै पाइन्छ नि जति दिए पनि यहाँ हजुर सम्मान पेन्सन दियो भने हामी चाहिँ नेपालै गइन्छ थ्याङ्क यू बसिन्न हस् धन्यवाद हस् धन्यवाद दिदी राम्रो एकदम मिठो कुरा राखिदिनु भयो अनि धेरै समाजमा आबद्ध भएर पहिलादेखि गर्नुभयो कन्ट्रिब्युसनको बारेमा सहयोगको बारेमा भन्नुभयो हजुर अनि गोर्खा भूकम्पमा हिँड्दाखेरि चाहिँ हामीले पत्रकार सम्मेलनमा जाँदाखेरि अब यो उस गर्ने चाहिँ त अब त्यही धर्केरुले हो रहेछ नि त होइन हजुर पेन्सन त्यहाँ हिँड्दा थाहा भएको कुरो माथिल्लो ऱ्याङ्कले चाहिँ नि तलब नबढाइदिने पेन्सन के अरे नबनाउने भन्ने कुरा गरेर हजुर हजुर के अरे आन्दोलनमा नि त्यो धर्केहरूले 12 जना धर्केहरूले काठमाडौँमा मिटिङ राखेछ अरे भनेर फेरि पदम दाइले हतार मिटिङ राख्नुभयो पत्रकार सम्मेलन गरेर अनि 12 जना धर्केहरूले के अरे तपाईँहरूलाई मुद्दा लड्नै नदिए के गर्नुहुन्छ भनेर पत्रकारहरूले सोधेको थियो सबै बसिराखेको थिएँ अनि मैले चाहिँ के भने नलाग्ने भुत्ते खुकुरी ए त्यो पदम दाइले चाहिँ मेरो 12 जना सिपाहीलाई सिकाएर छोड्छु नि मैले सिकाएको छु नि भन्नुभयो अनि मैले नलाग्ने भुत्ते खुकुरी भयो नि लड्न गइन्छ नि सिपाहीको बुढी नि भनेर हाँसाउँथेँ क्या त्यति जस्तो थ्याङ्क यू दुःखले होइन आफ्नो हक अधिकार रहेछ भनेर पो अब खोज्नुलाई आयो हक अधिकार होइन पाउनुको खोज्नुको लागि आयो त्यो कहाँ दुःख गरी को बस्दैछ नि आफ्नो अधिकार भएर पो हामी आइयो फेरि अब के अरे प्रायः जस्तो लाउरेहरू चाहिँ फेरि धेरै इमान्दारकै सत्य होइन धेरै बोल्नु नि आउँदैन बडा अब यो दुइटा लिड गर्छन् थिएन सिधा सादा छोप्दै लाँदै भर्ती गर्दै गर्ने उनीहरूलाई चाहिने बेलामा त्यही त नि अब दिने बेलामा अब ढाँटेर पठाउने नाम काटेर पठाउने होइन खाली गुटै पठाउने त्यसरी नि त कहाँ हुन्छ त्यही त त्यो त हुँदै हुन्न नि धेरै धेरै धन्यवाद छ दिदी त्यो उत्तरको लागि अनि दिदी हजुरको जयगमा दिदी हजुरले केही छ कि भर्खर नेपालबाट पाल्नु भएको छ नयाँ ठाउँ अलिकति होइन तपाईँलाई हजुर हजुर छोरोको भिसा लाग्यो भने होइन एप्लाई गर्नुभएको छ छिटो आइदियो भने राम्रो भन्ने कुरा भयो हुन्छ दिदी तपाईँको कागजपत्र फेरि अहिले हेरौँ ल आमा हाम्रो बाबुलिङामा हजुरको केही छ कि नमस्ते हजुर हो नि धेरै धन्यवाद छ आमा है आदरणीय डम्बर काका ल हजुरको पाला आएको काका हजुरको नमस्कार मेरो सम्मान पेन्सन दियो भने नेपाल गइन्छ खै छोरा छोरीहरूलाई यसो भिसा लगाइदिए हुन्थ्यो खै अहिलेसम्म के हो थाहा छैन सकेसम्म छोराछोरीको लागि यसो कसरी मिले राम्रो हुने थियो हजुर यङ जेनेरेसन होइन काका यता नि भिसा लाग्ने उता नि हुने होइन दुई ठाउँ डबल हुनु पर्यो नि ड्युल पासपोर्ट दिनु पर्यो हो नि नेपालले होइन हामी अहिले आएको होइन नि त हाम्रो त 200 भन्दा बढ्ता हिस्ट्री हो नि त गोर्खेको त होइन र अब ब्रिटिस सरकारले त अब ड्युल पासपोर्ट दिने व्यवस्था मिलाइदियो भने नेपाल सरकारले किन गर्ने भन्ने त्यो पनि त हाम्रो कुरा होइन र एक्ज्याक्टली धन्यवाद काका अनि सम्धी हजुर अब यो 2 वर्ष यहाँ युके पाल्नुभयो यहाँको समाज कस्तो लाग्छ समाजको बारेमा भनिदिनुहोस् मलाई हजुर एकदमै राम्रो लाग्यो हजुर यहाँको फार्म देखेर हजुर मिलेर मरहरूको फार्म हजुर राम्रो लाग्यो हजुर हाम्रो इस्ली गोर्खाले एसोसिएसनको है राम्रो छ होइन हजुर यहाँ आउन पनि धेरै भाग्यमान ठुलो कुरा हो हजुर थ्याङ्क यू हस् थ्याङ्क यू पोहोर पनि आएँ भित्र कमाउनु गएँ फेरि यसपालि फेरि आउनु पर्यो कान्ट्रीहरू पढाइको गरेर आउनु पर्यो धन्यवाद सर धन्यवाद आज हाम्रो मदर समूहमा है
इस्ली गोर्खा नेप्लिएसनको साग हेर्नु त यसरी खोसामारी हुँदैछ है, साग खोसामारी हुन्छ। हाम्रो हिरो टेक बुवा अहिलेदेखि आमामा कति लामो समयको बादमा बुवालाई देख्दैछु है, लामो समय बादमा। ल है बुवाहरू आउनुभएको छ, आमाहरू आउँदै हुनुहुन्छ है गर्दाखेरि है। हाम्रो संस्थाको नाम चाहिँ नि मद्दत समूह भन्नुहुन्छ, वेबसाइट त्यही छ, वेबसाइट गएर तपाईँले भिजिट गर्न सक्नुहुन्छ है। यो हाम्रो मद्दत समूहको हो, च्यारिटीमा दर्ता भएको संस्था युकेमा बगैँचा है त हजुर। पहिला यो हल पुरा भरिन्थ्यो, अहिले चाहिँ दोहो कुरा हाम्रो मान्छेलाई है। अब आफ्नो काम बनेपछि हाम्रो संसार एकदम स्वार्थी संसार छ है, काम बनेपछि आउनुहुन्न, दुःख लाग्छ। अब के गर्ने, सबै पालिदिनु भए कति राम्रो हुन्थ्यो। यो सबै हामीले फ्रीमा हो, एक पैसा लिँदैन। म यहाँ बस्नु धेरै टाढाबाट आउनु भन्छ, 1 घन्टा लाग्छ म बस्ने ठाउँमा। त्यही ल्याउनु न, पहिलाको भिडियो र अहिलेको भिडियोहरू धेरै भिन्नता देखिन्छ। के गर्ने र, मान्छे नै घरै भरिन्न है, दुःख लाग्छ। ल हेर्नुहोस्, यहाँ साग खोसाबारी पुगेन भनेर यहाँ कम्प्लेन भयो आमाहरूको है। साग पुऱ्याइदिनु पर्ने भयो, के पुरा गरेर है। ट्रेजर बुवा हुनुहुन्छ, उहाँ एकदम दुःख गर्ने। हाम्रो चाहिँ नि जयसा बुवा नमस्कार। हाम्रो जयसा बुवा चितवनबाट बिहा गर्नुभएको, हाम्रो दिदी आमालाई बिहा गर्नुभएको गर्दाखेरि यहाँको यताउता मिलाउने सबै बुवा हुनुहुन्छ। धन्यवाद छ बुवालाई। फेरि बुवा जाओस् न, अनि जाओस् न, एउटा राम्रो मिठो फेरि खमन कति मिठो भएको छ त। अनि गर्ने खिच्छ, किनभने हामी नेपालीमा एकदम पारदर्शिता हुनैपर्छ। र अन्जनदा तपाईँको एकदम अब इक्जाम्पल लिउँ न, कसैले हामी एउटा आफ्नो सामान लिएर सट्ट निस्किने एउटा दगुर्ने कैछाड मैछाड गऱ्यो भने चाहिँ हामी आपसमा लडेर झन् त्यहाँनिर घटना हुन खतरा हुन्छ। त्यसले गर्दाखेरि के याद गर्नु होला, तपाईँहरू सबै गएपछि त्यति विश्वस्त भएपछि बाहिर निस्केर काठपाट ठाउँ तपाईँहरू भेला हुनुपर्छ। तपाईँहरूको नाम लेखिएको छ, त्यसमा को मिसिङ भएको छ हामी हेर्नुपर्छ, सबै राम्रो छ छैन भनेर हामीलाई हामी पुलिसलाई खबर गर्नुपर्छ। आजको अनि टोयलेट तपाईँले देख्नु भएको छ, यहाँ दुईवटा टोयलेट छ, लेडिज छ, जेन्ट्स सबै भव्य रूपमा चलाइदिनु होला। धन्यवाद। आज हाम्रो वक्ताहरू हाम्रोमा आज अस्ति पनि पहिला नै आइरहनु भएको हो, सिटिजन एडभाइसबाट आउनु भएको छ। उहाँले उसको विषयमा डोमेस्टिक भायोलेन्सको विषयमा भन्नुहुन्छ। अनि साथसाथै नेट ब्रिज चाहिँ हाम्रो विशेष गरी उहाँको अफिस अर्डेश्वरमा छ। उहाँले चाहिँ तपाईँहरूको छोराछोरी नातिनातिनीहरूलाई काम खोज्दाखेरि गाह्रो पऱ्यो उहाँको उहाँले गरिदिनुहुन्छ। उहाँले धेरै काम दिइसक्नु भएको छ है। तपाईँहरूको छोराछोरी नातिनातिनीहरूलाई सिबीहरू बनाउनु पऱ्यो भने अथवा उनीहरूलाई कुनै प्रकारको तालिम दिनु पऱ्यो भने उहाँले मिलाइदिनु सक्नुहुन्छ। अनि धेरैवटा काम पनि उपलब्ध गराइदिनु भएको छ उहाँलाई। उहाँ पनि आउनुहुन्छ आज, तपाईँलाई 2 शब्द बोल्नुहुन्छ। अनि तपाईँहरूको अर्को फेरि हाम्रो एकदमै महत्त्वपूर्ण के अरे रिपिट प्रिस्क्रिप्सन औषधि दबाई पानीको हाम्रो एकदम लक्षित व्यक्ति एकदमै उहाँ हुनुहुन्छ। के अरे नाम त मैले बिर्सिन्छु, अहिले कहिले बिर्सिन्छु, के थाहा भएको छ, सोम थापा आउनुभएको छ। तपाईँहरूको पहिला पनि प्रेसर चेक गरिदिनु भएको थियो, अहिले पनि अनि ब्लड टेस्ट अहिले पनि उहाँकोमा समय छ भने त्यो सबै गरिदिनुहुन्छ। उहाँले आफूले पनि
तपाईँहरूलाई केही जरुरी कुरो हो कि औषधिको विषयमा उहाँ चाहिँ एकदमै क्वालिफाइड फार्मासिस्ट हो। औषधि उन्माउने इत्यादिको लागि उहाँ धेरै धेरै सचेत हुनुहुन्छ। तपाईँहरूलाई के चाहिन्छ, कस्तो के चाहिन्छ उहाँले तपाईँलाई दिन सक्नुहुन्छ, भन्न सक्नुहुन्छ। तपाईँलाई के कोसिस के मद्दत चाहियो उहाँको भन्नुहोस्। उहाँको अफिस तपाईँले देख्नु भएको छ कि छैन? देख्नु भएको छ नि होइन? PGWS को अफिस गोर्खा भवन भन्छ नि, उहाँको फार्मेसी त्यहाँ छ। तपाईँ जानुहोस्, तपाईँलाई केही दुःख छ केही छ फार्मेसीको रिपिट प्रिस्क्रिप्सनको विषयमा बिचरा उहाँले बुढाबुढीहरूलाई आउन सक्नुलाई अनि यो रिपिट प्रिस्क्रिप्सनको औषधिहरू पनि उहाँले डेलिभर पनि गरिदिनु सक्नुहुन्छ। तपाईँहरू सक्नुहुन्छ है। यति भन्दै मेरो यो हेल्थ एन्ड सेफ्टी विषयमा हेर्नु रोक्छु। अनि अब म कोड अफ कन्डक्ट भन्नुभन्दा अघि हाम्रो अब एसिस्टेन्ट भने एक्टिङ भयो भने ओबिसी एक्टिङ भयो भने चेयरम्यान कमल बाबुलाई तपाईँहरूलाई स्वागत वक्तव्य भन्न लगाउँछु। यो म माइक उहाँलाई दिन्छु है। धन्यवाद। सबैजनालाई मेरो फेरि नमस्कार। दिदीबहिनीहरू, दाजुभाइ, आज दाजुभाइको पिरियड चाहिँ अलिकति भरिएको छ। दिदीबहिनीहरू चाहिँ अलिक कम भएको छ। यता चाहिँ अलिक धेरै भयो, यता चाहिँ थोरै भयो। यता अलिक धेरै हुन्थ्यो। जे होस्, तपाईँहरू आउनुभयो, आइदिनु भएको छ। मदत समूहको मिटिङमा होइन आउनुभएको छ। तर यो मिटिङ चाहिँ भनेको हाम्रो लागि होइन अथवा मद्दत समूहको लागि होइन। मद्दत समूहले त तपाईँहरूको लागि गरिदिने हो मिटिङ। र तपाईँहरू जो सुन्ने मान्छे, सुनेर फाइदा लिने मान्छे, तपाईँहरू आइदिनु भएन भने मद्दत समूहले यो मिटिङ गरिराख्नु पर्ने केही औचित्य नै सक्दैन। तपाईँहरू चाहिँ आइदिनुहुन्छ, यो नै सबभन्दा ठुलो कुरो हो। किनभने तपाईँहरूलाई हामीले यहाँ जे कुरा सुनाउँछ त्यो चाहिँ मेरो बुझेको कुरा होइन। हामीले कसैले पनि कल्पना गरेर यसो भन्दाखेरि अलिक खुसी मान्छ कि त्यो होइन। तपाईँहरूलाई जे छ त्यो कुरा हामीले बताउनु अनि के गर्नुपर्छ, जुन बाटो हिँड्नुपर्छ त्यो बाटो हिँड्ने तपाईँहरूलाई बाटो देखाइदिनुहोस्। अब यहाँ आउँदै नआउने मद्दत समूहको नामै नसकेको मान्छे चाहिँ हजारौँको सङ्ख्यामा चाहिँ फान बढाएर आउन सक्छ। किनभने उनीहरूले मद्दत यो नाम पनि मद्दत समूहको नाम पनि सुनेको छैन। मद्दत समूहले के काम गर्छ त्यो पनि थाहा छैन। किनभने आफ्नै संसारमा छ, आफ्नै चाहिँ मस्त छ। र तपाईँहरूलाई म प्लिज के भन्न चाहन्छु भने तपाईँहरू गएर यहाँ जानुको फाइदा के छ अथवा बेफाइदा त कोही छैन। यहाँ मैले आएर तपाईँहरूलाई हामीले जे कुरा सुनाउँछौँ त्यो चाहिँ हामीले माथिबाट अथवा हामीले कहीँबाट जे जानकारी पाएको त्यो कुरो चाहिँ तपाईँहरूलाई सुनाउँछ, जसले चाहिँ तपाईँलाई यो समाजमा बाँच्न अथवा समाजमा मिलेर बस्न र तपाईँले समाजमा काम गर्न तपाईँहरूलाई नै सजिलो हुने हो। त्यो मेरो लागि हुने पनि होइन, अरू कसैको लागि हुने पनि होइन। जो आएर सुन्नुहुन्छ तपाईँले धेरै कुरा सुन्नुहुन्छ त्यहाँ। जस्तै आजै हाम्रो श्रीले गैसपटेलले चाहिँ आउनु भएको छ। उहाँले चाहिँ डोमेस्टिक भाइलेन्स अथवा घरेलु हिंसा भनेको के हो, घरेलु हिंसा के कारणले हुन्छ, के चाहिँ घरेलु हिंसाभित्र पर्छ, यदि घरेलु हिंसा भयो भने फेरि त्यहाँ यो बुझ्नुपर्ने कुरो चाहिँ के छ भनेदेखि घरेलु हिंसा भनेको चाहिँ खास भन्नु हो भने दुईवटाको मात्रै जुन कुरा हो, लोग्ने र स्वास्थ्य। स्वास्थ्यले के गर्नुपर्छ, बुढोले श्रीमानले के गर्नुपर्छ, गरेन भने के हुन्छ, त्यति भित्र घुमेको कुरा हो कि। हामी नेपालमा चाहिँ हामी चाहिँ पुरुष डोमिनेटेड भन्छ के, मेल डोमिनेटेड कन्ट्री हाम्रो चाहिँ देश चाहिँ। हाम्रो चाहिँ बुढाले जे हुन्छ त्यही हुन्छ, बुढीको केही लाग्दैन। नेपाल हिउँ भनेपछि हिँड्ने हो, गर भनेपछि गर्ने हो, खा भनेपछि खाने हो। तर यहाँ चाहिँ त्यस्तो हुँदैन। यहाँ चाहिँ के बुढा के बुढी एउटै। त्यस कारणले म ठुलो हो, मैले भनेको
यसको विषयमा चाहिँ नानीले चाहिँ भयो एकदम तपाईँलाई के यहाँको कारणले के भन्छ के चाहिँ गर्नुपर्छ के चाहिँ गर्नु पर्दैन हुँदैन भन्ने कुरो पनि बताउनु र मैले चाहिँ तपाईँलाई सबभन्दा ठुलो आज खुसी लागेको छ किनभने यो सङ्ख्या महिला दिदीबहिनीको सङ्ख्या त यति नै हुन्थ्यो अथवा योभन्दा धेरै हुन्थ्यो र पुरुषको सङ्ख्या चाहिँ एकदमै कम हुन्थ्यो आज तपाईँहरू धेरै आउनु भएको छ तपाईँलाई धेरै धेरै धन्यवाद अब आउने मिटिङमा पनि तपाईँले यस्तै साथ राख्नुभयो भने अथवा योभन्दा सङ्ख्या लानुभयो भने हामी आयोजकहरू कहाँ कहाँबाट हामीले कुरा खोजेर ल्याउँछौँ तपाईँलाई सुनाउनको लागि मेरो कति कुरा त होइन मैले पनि यो कुरो सुनाउँदाखेरि चाहिँ राम्रो हुन्छ है भनेर तपाईँले आएर भन्ने हो तपाईँलाई राम्रो पनि हुन्छ फाइदा पनि हुन्छ फर इक्जाम्पलको लागि म के भन्छु भने हिजोसम्म दुईजना बुढा आएर चाहिँ बाटोमा खाना खुकुरो गाडी हालेर माथि गयो ती बुढाहरूले चाहिँ त्यो अँधेरो बेलामा यदि हाई रिच ज्याकेट लगाएको भए त्यो ड्राइभरले उनीहरूलाई टाढैबाट देख्थ्यो दुईजना अँधेरोमा डुबिरहेछ ड्राइभरमा माथेबाट सुनिरहेको थियो पनि त्यसको पनि गयो जिन्दगी अब त्यसले देखेन अथवा त्यो आफ्नै स्कुलमा केमा थियो त्यो देखिनु पर्ने मान्छे चाहिँ बाटोमा कतै हिँडेको थियो डुबिरहेको थियो कि के गरेको थियो ड्याममा हालेर दुईजना खतरा गयो त्यसले गर्दाखेरि अत्यन्तै जरुरी कुरा छ मैले बिहान हिँड्नुहुन्न भनेको होइन फेरि तर यदि तपाईँहरू बिहान हिँड्नुहुन्छ भने अथवा अँधेरो समयमा हिँड्नुहुन्छ भनेदेखि चाहिँ तपाईँले 3 पाउन्ड 2 पाउन्डमा पाइन्थ्यो त्यो हाइलिङ ज्याकेट कसैका लाउने त्यो गाडीको बत्तीले चाहिँ एकदम त्यसलाई फ्ल्यास गरिदिन्छ जम्मैदेखि के यहाँको मान्छे रहेछ भने त्यसले थाहा पाउँछ त्यसले गर्दाखेरि तपाईँलाई लिएर आउनुभयो भोलिन्टियर गर्ने सबभन्दा दुर गर्ने व्यक्तिहरू जहिले पनि यसरी आएर चिनी कि नचिनी होला चिनी हो बाबु तपाईँको कफी होला है बाबुको कफी भन्नै पर्दैन उहाँले आफै भोलिन्टियर गरेर त्यस्तो गर्नुभएको छ उहाँले गर्दाखेरि त्यस्तो छैन एउटा कम्युनिटी गार्डनको प्रोजेक्ट आएको छ जसको कुराकानी यो एकजना राई बुढो लिएर पढेर त्यति बेला अनि उसको किन कफी भन्नुभयो बाबु ब्ल्याक कफी आमा डिमेन्सियाको बिमार डिमेन्सिया भनेको चाहिँ बिर्सिने रोग भन्दाखेरि तपाईँलाई सजिलो बुझ्न हुन्छ बिर्सिने रोग यो बुढेसकालमा प्रायः सबैलाई आइरहने समस्या हो तर समस्या हो भन्दैमा रोग हो भन्दैमा यो सबैलाई हुन्छ भन्ने पनि छैन सबैलाई एकै प्रकारको हुन्छ भन्ने पनि छैन फरक मान्छेलाई फरक फरक हुन्छ र त्यो कारणले गर्दाखेरि बुढो चाहिँ घरमा समस्या भयो अब आफ्नो श्रीमतीले कति समस्या थाहा छ र उसको श्रीमतीले पनि थाहा छ त्यसले गर्दाखेरि बुढो चाहिँ निराश भएर जे पनि भएर चाहिँ जङ्गलमा गएर डोलीको माध्यमबाट माथि झऱ्यो त्यसले गर्दा यो समस्यालाई कसरी चाहिँ समाधान गर्ने भन्ने चाहिँ हाम्रो पुलिस दुर्गा नेपालीहरूको पुलिसको काम गर्ने दुर्गा त्यसले धेरै अनुसन्धान गर्दाखेरि चाहिँ त्यो भुल्ने बाटो चाहिँ एउटा बनाउनुपर्छ भनेर चाहिँ उहाँले चाहिँ यो कम्युनिटी गार्डन प्रोजेक्ट
त्यति बेलादेखि सुरु गरेको हो। हामीले जग्गा पाउनु बहुत मुस्किल पर्छ नि पऱ्यो र यो चाहिँ लोकेसन चाहिँ कहाँ हो भनेदेखि पल्लो जुन आर्मीको फिल्डमा हुन्छ नि अथवा चालाघरा स्कुल त प्रायः धेरै देख्नु भएको छ नि होइन। चालाघरा स्कुलदेखि माथिल्लो पट्टि धन्यवाद छ। थियो अहिले तारबार लगाइएको छ। त्यो तारबार लगाएको भित्र नै कम्युनिटी गार्डनको प्रोजेक्ट हुन्छ। अनि त्यसलाई चाहिँ लिड मैले गर्दैछु र मैले चाहिँ त्यहाँनिर काम सबैको सेटअप गरेर मैले पनि छोडिदिने हो। किनभने सेटअप गर्नु सबभन्दा गाह्रो कुरा। सेटअप गरिसकेपछि सबै कुरो चाहिँ यहाँ यो गर्ने यहाँ त्यो गर्ने सबै यो यस्तो हुने भनेर सबै कुरो सेट गरेपछि मैले कसैलाई जिम्मा दिने हो। अनि त्यसमा तपाईँहरू सहभागी हुन कोही चाहनुहुन्छ भनेदेखि चाहिँ मलाई भेट्नु होला। अनि त्यहाँ चाहिँ फेरि कम्युनिटी गार्डन भनेको चाहिँ प्योरली त्यहाँ चाहिँ सबैले गर्ने हो, सबैले पाए उभारियो भनेदेखि यो प्रोजेक्ट छ। तपाईँहरूलाई कसैलाई इच्छा छ भनेदेखि चाहिँ मलाई भेट्नु होला है। धन्यवाद। अनि अर्को हामी मदत समूह आधार समितिका विषयमा मदत समूहको आधार समिति भनेको चाहिँ मदत समूहमा के गर्दा हुन्छ के नगर्दा गर्नु हुँदैन भन्ने कुरो चाहिँ मुख्य हो। अनि मदत समूहमा को ठुलो को सानो भन्ने छैन, सबै बराबर। यो त असल मान्छे रहेछ, यो त ठुलो मान्छे हो। मेरो बुढो सिपाही मात्रै थियो। अब यो ठुल्ठुलो मान्छे हामी सानो मान्छे होइन। मदत समूहमा सबै लेभल एउटै हो। यो ठुलो यो सानो यो नजिकको यो टाढाको भन्ने हुँदैन। तपाईँहरूलाई कुनै प्रकारको समस्या पर्छ हामीलाई भेट्नुहोस्। मलाई यस्तो समस्या पर्यो के गर्ने हो हामीले तपाईँलाई बाटो देखायौँ। सक्नुहुन्छ भने हामीले सकिसकेको कोसिस गर्छौँ र तपाईँलाई उस्तै पनि हामीले ठाउँमा पनि पुर्याइदिन सक्छौँ। तर सबैले सबैलाई चाहिँ हामीले फल्ला ठाउँमा जाँदा छ मलाई त्यहाँ पुर्याइदेऊ, यसो गर्नु छ यसो गरिदेऊ, त्यो चाहिँ होइन। हामीले कमसेकम तपाईँलाई यो गर्नुहोस्, यहाँ जानुहोस्, फलानालाई भेट्नुहोस्, फलानालाई ठाउँ गर्नुहोस् भनेर तपाईँलाई हामीले भन्ने हो, बाटो देखाइदिने। जस्तै सिलिन्डरबाट जानुहोस् खुम्चिएर बस्ने हो मलाई भन्ने हो यो इडेरै जान्छ भन्ने खालको होइन। तपाईँलाई समस्या परेको छ भनेदेखि तपाईँ नट्टाले आएर भन्नुपर्छ। तपाईँले हामी कसैले पनि तपाईँलाई बदनाम गर्ने हिसाबले फल्नाले यस्तो भएछ, यो मान्छेले यस्तो परेछ उस्तो परेछ, हामी त्यस्तो गरेर हिँड्दैन। त्यसले गर्दाखेरि तपाईँहरू चाहिँ नि केही समस्या परेको छ भनेदेखि आउनुहोस् भन्नुहोस्। तपाईँले भनेर नै हामीले बुझ्ने हो। तपाईँले मनमनमा गुम्स्याएर तपाईँको कुरा बोकेर हिँड्दा हामीले बुझ्दै हुँदैन। त्यस कारणले तपाईँको कुनै समस्या छ भनेदेखि चाहिँ तपाईँले एकदमै खुम्चिएर बस्ने, आउनुहोस् अगाडि भन्नुहोस्, हामीले एउटा बाटो देखाइदिन्छ। सके हामी यसको मतलब यहाँ अरू समस्या जस्तै भाषाको समस्या यदि तपाईँहरूलाई हस्पिटल एपोइन्टमेन्टमा भाषाको समस्या हुन्छ भने तपाईँले एपोइन्टमेन्ट पाउने बित्तिकै जहाँबाट एपोइन्टमेन्ट पाएको त्यो ठाउँमा चाहिँ फोन गरेर अथवा गएर त्यो चिठी लिएर गएर मलाई अङ्ग्रेजी आउँदैन, आई नो इङ्ग्लिस भन्नु त्यति भने बुझ्छ हुन्छ। आई नो इङ्ग्लिस, आई निड इन्टरप्रिटर अथवा आई इन्टरप्रिटर त्यति मात्रै भने पनि बुझ्छ। त्यति भन्नुभयो भनेदेखि त्यसलाई अङ्ग्रेजी नआउने रहेछ, त्यसलाई चाहिँ भाषा उल्टा गर्ने मान्छे चाहिने रहेछ भनेर बुझ्छ र तपाईँलाई चाहिँ एकजना इन्टरप्रिटर हुन्छ। आज टेलिफोन इन्टरप्रिटर भन्छ कि सजिलो छ। टेलिफोनमा चाहिँ एउटा मान्छे आउँछ, उता डक्टरले उता तर्फको मिलाएको हुन्छ होइन, उसले तपाईँसित नेपालीमा बोल्छ, तपाईँले जे भने त्यो कुरा फेरि डक्टरले अङ्ग्रेजीमा भन्ने फोनमा। त्यो व्यवस्था छ है, तपाईँहरू सबैले बुझ्नुपर्ने कुरा। र तपाईँहरूलाई त्यसैमा कालो गाह्रो पऱ्यो, मुस्किलै पऱ्यो भने आउनुहोस्, तपाईँको समस्या हामीले पनि सकेसम्म सुल्झाउने प्रयास
गर्छ अथवा तपाईँले मेरो हकमा हो भने तपाईँ एउटा बाटो देखाइदिनु है। तर तैँ मेरो यति बेला यहाँनिर कतिजना आउँछ क्या यो मेरो त फलानी जानकारी हामीलाई गराउनुहोस् तपाईँको समस्या छ भने, होइन भने हिजोआजको धेरैको छोरानातिहरू आएका छन् तिनीहरू त तपाईँ आउनुभन्दा धेरै अगाडि सके डाक्टर सिधौले भोटार समस्या कुरा गर्न सक्छन्। त्यो पनि एउटा राम्रो अप्सन चाहन्छ। त्यसले गर्दाखेरि त्यो समस्या एउटा हाम्रो पाठक पुस्ताको चाहिँ समस्या हो। अहिलेको नयाँ अब यहाँसम्म अतिबुद्धिको कुरा पनि गरियो अथवा समस्याको कुरा पनि गरियो र तपाईँहरूलाई मद्दत समूहभित्रबाट अथवा बाहिरबाट पनि कुनै प्रकारको प्रेसर आयो, यसलाई मैले यस्तो भनेको यसले गरिदिएन, यसले यस्तो गर्न पर्ने यसले गरेन भन्ने खालको कुनै गुनासो छ भनेदेखि तपाईँहरूले चाहिँ त्यस्तो गुनासोलाई चाहिँ मिलेसम्म आफ्नै लेभलमा मिलाउने प्रयास गर्नु। झगडा भन्ने कुरो एउटा ठुलो भएर एउटा सानो भएर हुन्छ अथवा एउटा हेर्ने एउटा हेरिने भएर हुन्छ, एउटा पिट्ने अथवा पिटिने भएर हुन्छ, त्योभन्दा अरू होइन। तर तपाईँको कुरा नमिलेको कुरालाई चाहिँ हामीले हाम्रो लेभलमा आउनुभयो भनेदेखि चाहिँ जति सक्दो मिलाउने प्रयास गर्छौँ। र दुईजनाको बिचमा कुरै मिलेन भनेदेखि हामीभन्दा माथिको निकाय छ। अन्तिम निकाय भनेको पुलिसमा पनि जान सक्नुहुन्छ तपाईँ। यहाँ त नेपाल जस्तो भएन, व्यक्तिले एक सुलो हाल्ने यहाँ लेभललाई बन्द त्यो यहाँ त त्यस्तो छैन होइन। नेपालको त तरिका थाहा छैन तपाईँलाई। हामी नेपाली धेरै जस्तो बिग्रेको कारण चाहिँ हो पुलिस हातपात भन्ने खालको यहाँ त पुलिस आएदेखि त पुलिस अडिकै हिँड्नु पर्छ। त्यसले तपाईँलाई एकदम मद्दत गर्छ। त्यसले गर्दाखेरि तपाईँलाई कुनै प्रकारको समस्या पऱ्यो, कसैले हेला हुनु पऱ्यो भने तपाईँले त्यहाँ दुर्घटकै आएर भन्नुहोस् अथवा मिल्छ सक्नुहुन्छ भनेदेखि आफ्नै लेभलमा मिलाउनुहोस्, होइन हामीलाई भन्नुहोस्, हामीले सकेर गर्छौँ। हामीले सकिएन भने ट्रस्टीहरूले सकेन भनेदेखि हामी त माथि निकाय छन् उहाँहरूले गर्नुहुन्छ। अन्तिम भनेको त्यही पुलिसकोमा अथवा कोर्टतिर तपाईँलाई कुनै समस्या पऱ्यो भनेदेखि हाम्रो एलिजा नानीहरू छ होइन, केही हिरो नानी मलाई यस्तो समस्या पऱ्यो के गर्ने होला भनेर उहाँ जानुभयो भने उहाँहरूले पनि एकदम तपाईँलाई कानुन अनुसारको बाटो देखाइदिनुहुन्छ। तपाईँले यो सुविधा पाउँछ अथवा तपाईँले यस्तो समस्या परेछ, तपाईँको समस्या चाहिँ यसरी सोचिन्छ भनेर चाहिँ उहाँहरूले चाहिँ एकदम तपाईँलाई कतै पनि थाहा नपर्ने गरेर बाटो देखाइदिनुहुन्छ। र तपाईँले मान्नुभयो भनेदेखि चाहिँ तपाईँको समस्या एकदम सजिलै समाधान हुन्छ। तर यिनै छ मेरा कुराहरू मद्दत समूहमा तपाईँहरूलाई चाहिँ सबैलाई बराबर ठाउँ, कसैलाई एउटा ठुलो मान्छेपछि एउटा कुर्सीमा मात्रै नभएर टेबलमाथि कुर्सी राखेर बस्छ, हामी त तल भुइँमा बस्ने हो, त्यो खालको नसोच्नु होला है। र आज यो मद्दत समूहको मिटिङमा तपाईँहरू पुरुषको सङ्ख्या अलिकति बढी देखिएको छ पहिला भन्दा। साथीहरूले 12-13जना मात्रै हुन्छ यताबाट चाहिँ भरि नै हुन्थ्यो, यता चाहिँ थोरै मात्रै हुन्छ। आज अलिकति हेर्नु लागेको आउनु भएको छ। अब यो नोभेम्बर महिनाको मिटिङ चाहिँ 26 तारिक हुने हाम्रो निर्वाचन भन्नुभएको छ। त्यति बेला म त नेपालतिर हल्लिरहेको हुन्छु। म डिसेम्बर 12 तारिकमा चाहिँ फर्किने हो। त्यसले गर्दाखेरि आउनु होला, कुरा सुन्नु होला, तपाईँको गुनासो तपाईँले सुनाउनु होला, तपाईँको गुनासोले कसैले बुझाउन सक्छ भन्नु होला भनेर मात्रै थाहा हुनु भनेर मैले केही पनि थाहा हुँदैन। र यस्तै छ मद्दत समूहको औचित्य, मद्दत समूहले गर्ने काम, मद्दत समूहबाट हुन सक्ने एउटा मद्दत यिनै हो। र कुरा सुनिदिनु भयो, धेरै धेरै धन्यवाद। आज हाम्रो लागि तपाईँहरूको निम्ति हाम्रो एकजना सक्रिय व्यक्ति मिसेस चित्राणी लिम्बू तपाईँको दिनुहोस् त। यहाँले तपाईँहरूको लागि बिस्कुटहरू दुधहरू उहाँले ल्याइदिनु भएको है। उहाँ सक्रिय व्यक्ति हुनुहुन्छ। उहाँ त्यतिमा मात्रै होइन, हाम्रो लेडिजहरूको हरेक हप्ता बिहिबारमा के अरे
द्वारा के हुने नहुने कुरो ल्याइदिनुहुन्छ उहाँ मात्रै होइन नहुने होइन उहाँको लागि एकपल्ट तपाईँहरूले धन्यवादको कारण दिनुहोस्। नोभेम्बरमा हुन्छ गर्दाखेरि त्यो अहिले बुझिराख्नुहोस् यी सबैलाई हामीले सफल गर्न जानुपर्छ। इमेल भएकोहरूलाई हामीले पठाउँछौँ, इमेल नभएकोहरूले हामीले रेडियोमा पनि सुन्दै गर्नु होला। आज पनि रेडियो पनि दिइरहेको थियो, रेडियोबाट पनि हामीले गर्छौँ र बेला बेला अहिले चाहिँ भाइबरतिर पनि हाल्छौँ, त्यसमा पनि बुझ्नु होला, आइदिनु होला है। धन्यवाद। त्यो कुरो विशेष गरी अहिले आज हाम्रो अफिसियली चेयरम्यान अब उहाँको कामले गर्दाखेरि घरको समस्याले गर्दा जानुपर्ने बेला लाग्छ र हाम्रो अरू कुराहरू पछि गर्दैन होला। उहाँलाई म यो माइक हस्तान्तरण गर्छु है। धन्यवाद। धेरै धन्यवाद। अनि कपिल विष्णुलाई एकदम मिठो कुराहरू राखिदिनु पऱ्यो। हाम्रो आचार संस्थादेखि लिएर होइन हलको सेफ्टीहरूदेखि लिएर सबै कुराहरू उहाँले भनिदिनु भयो। त्यो भन्दैमा मैले फेरि कुराहरू के थप्नु गयो भने आदरणीय हाम्रो ट्रेजर हुनुहुन्छ बम्बुवा अनि उहाँको जान आमा आशा आमा हरिका लामा गङ्गा जति पनि आमाहरू सबैलाई धेरै धन्यवाद छ। आज हामीले यत्रो चिया होइन पकाएर जहिले पनि यस्तै गर्नुहुन्छ, भोलिन्टियर काम गरेर हामीले यस्तो मिठो मिठो खानाहरू चियाहरू दिनुभयो, उहाँलाई धन्यवाद। जो अगाडि आएर जब टेबलहरू कुर्सीहरू मिलाउनु भयो उहाँलाई पनि धेरै धेरै धन्यवाद छ। बुवामा स्याउने धर्म हो, थ्याङ्क यू। बुवाले भनिसक्नुभयो हाम्रो चाहिँ मिटिङ अब नेक्स्ट नोभेम्बरको 26 है बुधबारको दिनमा यहीँ हुन्छ 2 बजेबाट 4 बजेसम्म। तर हाम्रो कल्चरमा साधारण तयार हामीले डिसेम्बरमा गर्ने गरिन्थ्यो। अनि डिसेम्बरमा हाम्रो के पर्थ्यो भनेपछि क्रिसमस पर्थ्यो है। अनि क्रिसमसमा पढ्ने कारणले गर्दा चाहिँ हामीले अगावै अब 25मा चाहिँ क्रिसमस पर्छ, अगाडि हामीले गऱ्यो भने जति पनि हाम्रो भोलिन्टियर गर्ने हाम्रो मेमहरू गोरा सापहरूलाई चाहिँ हामीले धन्यवाद दिने कार्यक्रम गरिन्थ्यो। तर नोभेम्बरमा चाहिँ के डिसेम्बर के भन्छ सबै हाम्रो व्यस्तताको कारणले डिसेम्बरमा अहिले यो वर्ष हामीले गर्न सकिने अवस्था भएन। त्यो भएको कारणले गर्दा आदरणीय बुवा हामीले चाहिँ 26 नोभेम्बरमा गर्ने गरेको छौँ है। त्यसमा चाहिँ हामी के हुन्छ भने जति पनि हाम्रो अघि भने हाम्रो मदत समूहमा आएर जति पनि भोलिन्टियर काम गर्ने व्यक्तिदेखि लिएर भोलिन्टियर वक्तव्य दिनेदेखि लिएर हामीलाई चाहिँ साइन पोस्टिङबाट देखाउनेदेखि लिएर बाबु नानीहरू हुनुहुन्छ उहाँलाई हामी इन्भाइटेसन गरिन्छ होइन। अनि धन्यवाद दिनुको लागि है गर्दा त्यति बेला चाहिँ मेरी क्रिसमस हुन त त्यति बेला पर्दैन होइन, तर हामीले चाहिँ अगाडि नै हामीले धन्यवाद दिनुको लागि त्यो 26 नोभेम्बरमा गर्ने गरिएको छ। तर त्यो गर्नको लागि जहिले पनि हामीलाई चाहिँ पैसाको खाँचो अवश्य पर्छ नै होइन र रोटीहरू हुनु पऱ्यो, आलुदमहरू बनाउनु पऱ्यो। हामी मध्येमै हामीले भोलिन्टियर गर्छु भन्नुहुन्छ भने प्रब्लम छैन होइन, तर तपाईँले बनाएको किनेको त पैसा हामीले तिर्नै पर्छ होइन। अनि ड्रिमहरू चाहिँ हामीले गर्नै पर्छ। गर्दाखेरि मेरो तर्फबाट कलकत्ता छैन है, फेरि त्यो चाहिँ मनबाट आउने कुरा हो। मेरो तर्फबाटदेखि चाहिँ बुवा विष्णु बुवा तपाईँ नभए पनि तपाईँले कसलाई दिनुहुन्छ, हाम्रो हरि बुवा हुनुहुन्छ कि यहाँको छ टेक बुवा हुनुहुन्छ कि हाम्रै एक्टर बुवालाई बुवा मेरो नाम लेखिदिनुहोस् 20 पाउन्ड अनि 2 बोतल वाइन है त्यो दिनको लागि मबाट है लेखेर अब सुरु गर्नुहोस्। जति पनि सहयोगी मन हुने व्यक्तिले चाहिँ हाम्रो बम ट्रेजर बमवाला भेटिदिनु होला र नाम लेखाउनु होला। अब त्यो एक पेनीले पनि यहाँ धेरै सहयोग हुन्छ होइन। छैन भनेपछि जे छ त्यही लिनुहुन्छ भने एकदम राम्रो। अब छँदै छैन भने त्यो दिन पालिदिनु होला, त्योभन्दा जति राम्रो केही पनि छैन है। गर्दा त्यति बेला हामीले वर्षभरिमा जति पनि भोलिन्टियर गरे थुप्रो गरे उहाँलाई धन्यवाद है भनेर सानो हामीले क्रिसमस कार्डहरू दिने होइन ती कार्यक्रमहरू गरिन्छ। गर्दा चाहिँ 26 नोभेम्बरमा हाम्रो लागि धेरै इम्पोर्टेन्ट छ। गर्दा मैले अघि नै भन्छु कि मेरोबाट 2वटा रेड वाइन र मैले 20 पाउन्ड चाहिँ मैले बुवालाई म दिन्छु। त्यसै गरी अरूले पनि होइन कृपा गरेर नाम थपिदिनु होला। र आदरणीय हाम्रो वीर बुवाले सबै हाम्रो वर्षभरिमा चाहिँ जो हामीले सहयोग गऱ्यौँ होइन सहयोग
दाताहरूलाई भोलिन्टियरहरूलाई चाहिँ उहाँले नाम पठाउनुहुन्छ र त्यो दिनमा सबै हाम्रो गेस्टहरू पाल्नुहुन्छ है। त्यो दिनमा चाहिँ हामीले सानो नाचगान गरेर अथवा केही गरेर पैसा चाहिँ क्यारोल सिङ हुन्छ के हुन्छ। अब पहिला दसैँ के अरे तिहारमा भैलो पनि गरिन्थ्यो, अब यो वर्ष त टुलेकै गर्दा त्यति बेला हामीले गरिन्छ। अहिलेबाट सुरु गऱ्यो भने राम्रो होला भनेर बुवा मलाई मैले त्यो जानकारी दिन गएँ। अनि अर्को चाहिँ हाम्रो गोर्खालीहरूको समस्या के छ भने बुवा उहाँले यत्रो बाटो खनिदियो, हामीले कर्तव्य नै बाटो खनिदियो होइन। गर्दाखेरि चाहिँ नेपालबाट यत्रो ट्राई पार्टी सन्धिदेखि लिएर गर्दै आएर अहिले 2मा झरेको छ। त्यसरी आएर हामी ब्रिटिसमा होइन भर्ती भएर होइन यत्रो गरेर फेरि रिटायर भएर पनि हामी आफै लडेर त्यसरी अहिले बाटो बनाएर हामी आएर बसेको छ। तर जहाँ बसे पनि जुनै ठाउँमा बसे पनि हामीले आफ्नो तरिकाले आफ्नो भूमिका खेलिदिएको छ, एकदम गर्व लाग्छ। तर दुःखद कुरा हाम्रो अलिकति छोरा चेलीहरू चाहिँ हाम्रो पछि आउनु सकेन। जुनै समाजको पनि समस्या त्यही छ है। गर्दाखेरि यत्रो बाटो खनिदियो, यत्रो बाटो बनाइदियो, बाबा आमाकै प्रिभिलेजमा चाहिँ हामीले छोराहरू छोरीहरू ल्याइयो। तर जुन बाबाहरूको अहिले चाहिँ जुन अर्गनाइज गरेको होइन जुन कार्यक्रम हुन्छ उहाँहरू नपालिदिने, ठिक छ काम गरेकोले कामको प्रब्लम छैन। अनि सहयोग चाहिन्छ, सहयोग नगरिदिने, इन्टरप्रिट गर्नु कतिपय अघि भन्नु पर्दै पनि कोही बेला त परिहारै गए पनि राम्रो होला भन्ने यस्तो हुन्छ बुवामा। अब किनभने बहुत वृद्ध अवस्था इन्ट्रेल नभइदिए त्यहाँ कुराहरू चाहिँ यहाँ मात्रै जहाँ पनि मैले सुनेको छु एकदम चित्त दुख्छ। तर आउटस्ट्यान्डिङ व्यक्तिहरू यहाँ हुनुहुन्छ है। गदाले मैले अन्य नानीको मैले नाम लिइसकेँ। अनि मेरो बाबु यहाँ सोमबाबु निकै बाबु हुनुहुन्छ, उहाँहरूले है यहाँ आएर होइन जन्म ठुलो नेपाल भए पनि कर्म ठुलो युकेलाई बनाएर केही न केही बुवा उहाँको लागि राम्रो गर्नुपर्छ भनेर यत्रो भरि है पढ्ने लाग्नु भएको छ हाम्रो लागि आइनु भएको छ। बुवा उहाँ जो खानबाट हुनुहुन्छ कहाँ हुनुहुन्छ उहाँले घर डेलिभरी पनि गर्ने व्यवस्था छ होला। अहिले उहाँले भन्नुहुन्छ गर्दा उहाँलाई कन्ट्याक्ट गर्नुहोस् भने यस्तो नानी चेलीहरूलाई हामीले चाहिँ जहिले पनि हाम्रोबाट सहयोग दिनुपर्छ है बुवा म। अनि यही भन्ने क्रममा चाहिँ मैले अहिले किनभने मेरो बुढीले अहिले काममा जाने कारणले म फेरि छिटो जानु पर्छ। त्यसले गर्दा मैले बुवा बाबुलाई चाहिँ नानीहरूलाई बोल्न नदिकन अलिकति अगाडि मैले फोन मागेँ। एकजना बाबु साउथ आफ्टर युनिभर्सिटीमा पढ्दैछ, उसले रिसर्च गर्दैछ गोर्खालीको बारेमा होइन, गोर्खालीको परिवारको बारेमा। अनि मैले यहाँ अहिले 2जनालाई बोलाउँछु यहीँ अगाडि आएर मैले तपाईँहरूकै उसबाट तपाईँहरूकै भोइस हो है गर्दा चाहिँ यङहरूमा चाहिँ बाबु नानी आयो हुन्छ, अलिक वृद्धहरूमा अलिक बुवाहरू पालिएर राख्नुहुन्छ है। गर्दा यहाँ युकेमा अहिले हाम्रो अवस्था कस्तो छ होइन त्यो बारेमा हल्का भनिदिने। अनि गोर्खालीहरूलाई यहाँ ब्रिटिसले कस्तो उपचार गर्छ ट्रिट गर्छ त्यो हल्का भनिदिने। र हामी समाजमा यहाँ कतिको आबद्ध भएर काम गरिरहेको छौँ होइन त्यो बारेमा हल्का भनिदिने। त्यो गरे बापत चाहिँ फेरि के हामी भविष्यमा नेपाल फर्किन्छौँ होला त भन्ने बारेमा अब गोर्खा पेन्सनको इस्यु छ उहाँहरूले हल्कामा चाहिँ पेन्सन राइट सबै भयो भने सायद हामी नेपाल फर्किन्छौँ, फर्किँदैन त्यो उहाँहरूको विचार उहाँले राखिदिने। अनि के हाम्रो भावी सन्ततिहरू नेपाल फर्किन्छन् त भन्ने बारेमा चाहिँ बाबुहरू बोल्नुहुन्छ। यहाँ हामीले पनि समग्र यस्तो गरिएको छ होइन। अनि यही बुद्धि विवेक लिएर नेपाल गएर झन् नेपालले माथि हाम्रो पाए कस्तो हुन्थ्यो भन्ने बारेमा उहाँले कुरा गर्नुहुन्छ है। त्यो समग्रमा यति सानो म गरेर म जान्छु बुवा है गरेर त्यो बाबुले रिक्वेस्ट गर्यो होइन, रिक्वेस्ट गरेको कुरा पुऱ्याइदिउँ। हामीले यो चोर गरेको होइन, ढाँटेको होइन, चलेको होइन, यो त्यसले गर्दा राम्रो हुन्छ भने होइन किन हामीले सहयोग नगर्ने भन्ने कुरा। अर्को चाहिँ नि हाम्रो विष्णु बुवा यहाँ हुनुहुन्छ, कृपया गरेर विष्णु बुवा ऊ दुईवटा कुरो फेरि बोलेर विष्णु बुवा ओ कता दुईवटा विष्णु बुवालाई आउँदै भेट्दै गर्नु पऱ्यो। रवि लामिछानेको बारेमा लौँ त्यो फटाफट भन्नु पऱ्यो। त्यहाँ आएर त घुइँचो चल बुवा अहिले साइडमा जानुहोस् तपाईँ साइडमा बुवा तपाईँ साइडमा गयो भने आउँछ न ल उहाँ हरिबुवाको के यता आउनुभयो भने तपाईँलाई के त्यहाँ भन्दाखेरि आएर है सबै उहाँलाई भन्नुहोस् उहाँले सोध्नुहुन्छ। उहाँ अहिले भरेर मैले लड जाने यो है कृपा गरेर होला बेतिर। अनि सरी टेकबुवाले अनुहार देखाउनुभयो जति पनि हामीले बिर्सिने कुरा रिसेप्सनमा बसेर दुःख गर्ने आत्मा शब्द नै छैन। उहाँ हाम्रो प्रोग्राम हुन्छ तर उहाँ रिसेप्सन गरेर नाम लेख्ने गर्ने आदरणीय बुवा थ्याङ्क यू सो मच होइन पक्का हो। आफ्टर वी फर्गेट बट यु आर इन आवर हार्ट है हाम्रो हृदयमा हुनुहुन्छ पक्का थ्याङ्क यू सो मच भन्दै अब मैले चाहिँ नि प्रश्न सोध्छु बुवालाई चाहिँ यहाँ राखिदिउँ। हरिबुवा अगाडि आउनुहोस्, हरिबुवा अगाडि आउनुहोस्।
ल आदरणीय क्याप्टेन हरिबहादुर बुवा हुनुहुन्छ। बुवा धेरै नेपालमा पनि पहिला धेरै समाजसेवी गरी हिँड्नुभएको पल्टन र कोरिसमा क्याप्टेन हुनुहुन्छ, अवश्य गर्नुभयो बुवा। हजुरको अनुभूति युके आएर चाहिँ नि तपाईँले के अनुभूति गर्नुभयो होइन, अनि सबै कुरा यहाँ राम्रो भए बापत र गोर्खालीहरूको पेन्सन राम्रो भए बापत चाहिँ नि हजुर भोलि गएर समग्रमा हामी सबै गोर्खालीहरू छौँ यहाँ, सबै राम्रो भयो भने नेपाल जाने कि होइन, अब के छ हजुरको विचार, हजुरको बाटो एउटा मनसाय राखिदिनुहोस् बुवा। थ्याङ्क यू। धन्यवाद कमल बाबु। म यहाँ 2006मा आएर बनाएँ अनि अमेरिकासम्म घुमेर फर्केर गएर 2008मा म यहाँ इन्ट्री हुन आएँ। इन्ट्री भएर बसेपछि यहाँनिर हाम्रो नेपालबाट आएको दिदीबहिनीहरू आफ्नो छोराछोरीको स्पोन्सरमा आएको थियो, तर उहाँले कुनै बेनिफिट पाएको थिएन, अलपत्र भएर बस्नुभएको थियो र गर्दा गर्दै आन्दोलनहरू सुरु भयो। त्यो आन्दोलनहरूको उसमा चाहिँ नि 9 डिसेम्बरमा चाहिँ नि त्यो आन्दोलनमा सक्सेस भएपछि मान्छेहरू चाहिँ नि 4 वर्ष नोकरी गरेका मान्छे पनि आउनु पाउँछ भन्ने चाहिँ नि भएपछि सबै आए र यहाँ आउँदाखेरि तिनीहरू झन् अलपत्र पर्यो। अल्लासटमा थुप्रिने माछा सुटे चाहिँ सुट्ने कुनै उठेन। त्यो बेलामा चाहिँ नि यही कमल बाबु हो एकजना, अनि एउटा अमन्दा ली भन्ने केटी हुनुहुन्थे, उनले फारम भर्ने, अमन्दा लीले फारम भर्ने र कमल पूर्जा इन्डिपेन्डेन्ट गर्ने, र म चाहिँ नि डुलेर सबै बुढाबुढीहरूलाई ठाउँ ठाउँमा पुगेर पुरा गाइड गर्ने, सिकाउने, के गर्ने र ल्याउने जम्मा गर्ने गरेर बेनिफिट दिलाएर त्यहाँबाट हामीले उनीहरूलाई चाहिँ नि पुरा त्यो कम्युनिटी काममा पुरा फरेस्टीमा भयो, पुरा गार्डनमा भयो, कहाँ कहाँ पनि सबै गाडीमा चाहिँ नि पेक लोन लिएर गएर हामीले काम गरेर जान्थ्यौँ। र त्यो काम गर्दाखेरि बुढाबुढीको जुन सेकेन्ड वर्ल्ड वार फर्स्ट वर्ल्ड वारमा परेका बुढाबुढीहरू थिए, अनि उनीहरू चाहिँ रुन्थ्यो, हाम्रो सरकारले तिमीहरूलाई चिनेन, यो देश बनाएको चाहिँ नि तिमीहरूले हो, गोर्खालीले हो भनेर रुन्थ्यो। र त्यसो भएर पनि त्यहाँदेखि पछि चाहिँ नि त्यो आन्दोलनको शरमा चाहिँ नि सबै उनीहरू व्हिल चेयर लिएर आएर चाहिँ नि त्यो उसमा पार्लिमेन्ट स्क्वायरमा चाहिँ नि हामीले आन्दोलन गऱ्यौँ। आन्दोलन गर्दाखेरि हाम्रो गोर्खाले धेरै 10-12 जना गेसोको मान्छेहरू थिए, अनि 4-5 जना चाहिँ बिजिडब्ल्यूको मान्छे थिए, र धेरै गोराहरू थियो, सबै बुढाबुढीहरू आएर आन्दोलन गरेको है। त्यतिखेर बल्ल त्यो सक्सेस भएपछि 4 वर्ष नोकरी गरेर आउने भएको। त्यो आएपछि यहाँ के भयो त भन्दाखेरि आयो, अब मान्छे त वकिल लिएर जाँदै उहाँ फारम भर्दै के गर्दै पुरा गरेर मैले भट्टाभट आयो। यहाँ त कुनै छैन, र सबै यहाँनिर समाधान गरेको कमल र त्यो अमन्दा ली र म त डुली, अनि मेरो बुढी, अनि मेरो छोरीले चाहिँ इमेल गर्ने, सबै कम्युनिकेसन गर्ने, म चाहिँ नि बुढाबुढीहरूलाई जम्मा गरेर मेसेज सुनाएर हिँड्ने, अनि बुढीले चाहिँ नि एउटा बाजा लिएर बुढीहरूलाई चाहिँ नि उफार्ने नचाउने कामहरू गरेर हिँड्यो। यसरी हामीले मद्दतसम्म जम्मा गऱ्यौँ। यही जम्मा गरेको नाटाले चाहिँ नि हामीहरू चाहिँ थोरै कमिटी काम गरेको नाटाले तपाईँहरूबाट के भयो त भन्दाखेरि महारानीले एउटा अवार्डको लागि चाहिँ नि गर्नुभयो, र उहाँले चाहिँ नि हामीलाई पनि बोलायो, म पनि गएँ, पूर्णबहादुर साहब भयो, कमल पूर्जा अमरडी चाहिँ नि बुकिङ प्यालेस रानीको दरबारमा गयो। त्यसको केही दिनपछि यही हलमा चाहिँ नि एउटा लेफ्टिनेन्ट, एउटा दोट हुनुहुन्थ्यो, लो लेफ्टिनेन्ट, उहाँले चाहिँ यहाँ आएर अवार्ड गरायो। त्यसो गर्दै हिँड्यो। त्यसो गरी हिँडेपछि यहाँनिर किसिम अवरोधहरू आयो। त्यो बेलामा दिदीबहिनीले इङ्ग्लिस बोल्न जान्नु थिएन, अनि बाटो चाहिँ नि क्रस गर्नु पनि नजान्ने, पुरा जाडो भएर पुरा गुम्मी ओढेर हिँड्ने। त्यहाँदेखि मलाई के अवरोध आँट्यो भने एकजना फायर अफिसरको लेफ्टिनेन्ट हो, उहाँले चाहिँ तेरो गोर्खालीले यहाँ आएर केही काम गर्न जानेको चाहिँ इङ्ग्लिस बोल्न जान्दैन, टोइलेट युज गर्न जान्दैन, बाटोमा चाहिँ नि पुरा मैला गर्दै यस्तो गर्छ भन्यो।
इङ्ग्लिस बोल्दा त्यहाँदेखि मैले के भने उहाँलाई तपाईँले भनेको कुरा राइट कुरा हो ठिक हो तर मेरो पनि चाहिँ कुरा छ सुन्नुहुन्छ भने सुन्छु भने पहिला चाहिँ नि फर्स्ट वर्ल्ड वार सेकेन्ड वर्ल्ड वार हुँदाखेरिमा हामी गोर्खालीको इङ्ग्लिस जरुरी थिएन तर किनभने भर्ती गर्यो ट्रेनिङ दियो गोली हान्नु सिकायो दुश्मनसँग लड्यो तर 3 वर्षको फ्यामिली पर्मिसन दिन्थ्यो फ्यामिली पर्मिसनको आफ्नो लाइनमा आएर बस्थे लाइनमा बसेर आएर 3 वर्षको बादमा चाहिँ घर जान्थ्यो त्यही उसमा बस्थ्यो त्यस कारण त्यहाँ बस्यो यहाँ पनि सिक्न पाएन उहाँ गएर के भने त्यहाँदेखि उनीहरूले त टोइलेट गर्नुपर्ने बाटो पनि जान्थे बाटो पनि यो खोल्सातिर एउटा बुटामा चाहिँ नि लुकेर चाहिँ टोइलेट गर्छ काठमाडौँको सहर क्यापिटल हो त्यहाँ आउँदा पनि त्यहाँनिर लोभोको चाहिँ छैन यहाँ चाहिँ नि तपाईँहरूको लोभो जो सर्लक्क एउटा ऊ छ निशाना त्यो अहिले हालमा छिरेको उनीहरूले म चिनाएर हिँडेको सरी बुवालाई मैले त्यहाँ कुरा बोल्दै गर्दाखेरि सरी काट्न मान्नु होला के अरे भनेपछि हामीले इन्टिग्रेसन काम पनि गरियो त्यति बेला होइन समाजमा आबद्ध भएर सबै गरियो अब हामीलाई फेरि तपाईँको अब कस्तो लाग्छ अब हाम्रो अग्रजहरू लड्दै हुनुहुन्छ समान पेन्सन पायो भने हामी के नेपालसँग हाम्रो सम्बन्ध के हुन्छ त जाने अथवा यतै बस्ने के हुन्छ सबभन्दा अहिले हालमा के भइरहेछ भनेदेखिलाई तपाईँहरूको यो आइएलआर आइएली भन्ने कुरा चाहिँ नि खारिज हुने कुराहरू चलिरहेको छ तर हामी चाहिँ नि आउँदा त्यसै आएको छैन एउटा चाहिँ नि हाम्रो 1948 सालमा चाहिँ यहाँ गोर्खालीहरू आउनु पाउने थियो तर त्यसको उसबाट चाहिँ नभएर चाहिँ नि के भयो भनेदेखिलाई आन्दोलनमा अनि त्यो गेसो उसबाट कुरा उठाएर हामीहरू चाहिँ यहाँ आइरहेका छौँ हामीसँग आइएलआर छ त्यो चाहिँ हामीले चाहिँ नि पक्का एउटा आधारको लागि दिएको छ र त्यसले चाहिँ नि अहिले जान्छ भने अहिले स्टेट पेन्सन चलिरहेको छ है त्यो 80 वर्ष काटेको 10 वर्ष यहाँ पुगेकोले स्टेट पेन्सन पाइरहेछ अनि अरूले चाहिँ नि काम गरेकोले चाहिँ नि 10 वर्ष काटेपछि स्टेट पेन्सन पाइरहेछ त्यसो पायो भने हामी जानलाई तयारी छ तर हामी चाहिँ त्यसै जान सक्दैन किन हामी लिगल चारी आएको होइन हामी चाहिँ नि त्यो इलिगल भएर आएको होइन हामी लिगल हिसाबले आएको छौँ बसेछौँ नेपाल सरकारले राम्रो वातावरण बनाइदियो भने होइन र यहाँ युकेमा चाहिँ नि जुन हाम्रो पाउनु पर्ने कुराहरू पायो भने के हाम्रो प्रायः सोच्छ नि बुवा मुवाहरू नेपालै गएर बस्नु किन भाषा मिल्दैन कुरा मिल्दैन के छ त त्यो बारेमा हजुरको सोचाइमा त्यसको बारेमा नेपाल सरकारले अब त्यस्तो गर्यो भने कति पाया मान्छेहरूको चाहिँ नेपालमा जग्गा छ अझै पनि अनि म के भन्छु के सल्लाह दिन्छु भने तपाईँहरूले जग्गाहरू नबेच्नुहोस् त्यसै त्यहाँनिर के भइरहेछ नि अहिले हामीहरू उहाँबाट आएको मान्छेहरूले उहाँनिर गऱ्यो भने अहिले त्यो छ नि पाउनुहरू भन्छ उनीहरू डाउट छोपेको हुन्छ कहाँ कसले घर राम्रो बनाएको छ पक्की गर्न त्यो चाहिँ डाउट हल्का एकदम छिटो चाहिँ नि लिने कोसिस गरेर भर्सकै नलिनु तपाईँको इष्टमित्र छ भने इष्टमित्रलाई जिम्मा दिएर भाडा मिलाएर घरमा चाहिँ हेर मैले घर त्यतिकै थोरै मेरो काठमाडौँमा घर छ उहाँ मधेसमा जमिन छ अब मधेसमा जमिन चाहिँ नि मेरो बहिनीहरूले कमाइ गरेर खाएको छ अनि काठमाडौँ घर चाहिँ मेरो दिदी सासुहरू आएछ छोराछोरी ल्याएर पढायो मास्टर डिग्री गरेर बिए गर्यो के गरेर अहिले पुरो भइरहेछ त्यस कारणले मैले के भन्छु नि तपाईँहरूले जग्गा नबेर्नु तपाईँको जग्गा छ भने राख्नुहोस् र यहाँनिर त्यो समान पेन्सन पायो भने हामी सरक्क जाने आफ्नो देशमा गएर आफ्नै कमाइहरू छ त्यो अड्यापट्या दिएर भने काम गरेर खान सकिन्छ स्पेसली गोर्खालीको तर्फबाट गोर्खालीको परिवारलाई होइन अब ब्रिटिस हामी लडेर चाहिँ ब्रिटिसले ड्युल पासपोर्ट दियो भने नेपालले पनि हामी गोर्खालीलाई चाहिँ हामी अरूको चाहिँ कुरा होइन हामी गोर्खालीलाई चाहिँ ड्युल पासपोर्ट दिएर राम्रो हुन्थ्यो भन्ने कुरा हो कि के हो तपाईँको ड्युल पासपोर्ट लिएर बस्नेहरू बस्न चाहन्छ भने बस्ने पायो भनेदेखिलाई तर म ड्युल पासपोर्ट के भन्छु भनेदेखिलाई जो मेरो छोराले ड्युल पासपोर्ट लिएको थियो भने छोरी लिइसक्यो पासपोर्ट है त्यो पासपोर्ट लिएको कारणले ऊ चाहिँ नि नेपाल जाँदाखेरि उहाँनिर ट्याक्स लाग्छ किसिम लाग्छ त्यसको लागि चाहिँ हालसाल के चलिरहेको छ भने एनआरएनको कार्ड बनायो भनेदेखि नेपाल जाने फ्री बस्न पाउँछ अनि पैसा पनि इन्भेस्ट गर्न सकिन्छ तर के हो नेपालमा चाहिँ उसले जागिर अनि राजनीति गर्नु चाहिँ पाउँदैन
हामीहरू स्टेट पेन्सन पाउँछौँ भने आफ्नो पेन्सन चाउने नेपाल गएकोले फाइदा छ। यो कुरा राखिदिनु भयो। बाबुलाई एकपल्ट म बोलाउँछु है। बाबुले कृपा गरेर अब हाम्रो ओल्ड जेनेरेसनबाट तपाईँले भन्नुभयो बाबुले चाहिँ यङ जेनेरेसनको एलियन नानीको तपाईँलाई समग्रमा अब तपाईँ अगाडि आउनु बाबुलाई दिनु। बाबु थ्याङ्क यू सो मच है। अब हाम्रो बुढा पुरानोको कुरा सुन्नुभएको अरे कप्तान साहबको। अब हजुरहरू हिजो आएर धेरै समाजमा आबद्ध भएर काम गर्नुभएको छ र हाम्रो इज्जत धान्नु भएको छ होइन। समय मेरो निकै गइसकेको रहेछ। म अघि नै 3 बजी जानुपर्ने। समग्रमा होइन हाम्रो यङ जेनेरेसनले के चाहनुहुन्छ, युकेमा हजुरले के गर्नुभएको छ र बुढाबुढीको समस्या के हो, अनि बुढाबुढीको समस्या समाधान भयो भने नि यङ जेनेरेसनको अब तपाईँहरू नै हाम्रो सम्पत्ति हो, हाम्रो धनै हाम्रो छोराछोरी हो। हजुरहरूको मन चाहेको छ भोलि भविष्यमा के तपाईँहरू नेपाल गएर नेपालमा केही होइन यहाँको सिप हासिलहरूलाई लिएर नेपालमा गएर केही गर्ने विचार छ बाबु? सबैजनालाई नमस्कार है। नमस्ते है। प्रश्न एकदम गहन छ है। एकदम यो प्रश्न एकदम गहकिलो पनि छ। मैले चाहिँ हाम्रो हरिमामाले भन्दाखेरि पनि एकदम सुनिरहेको थिएँ। सबभन्दा फर्स्ट प्रश्न चाहिँ म हजुरलाई यो सोध्न चाहन्छु कि प्रश्न सोध्नुभन्दा अगाडि चाहिँ एउटा कुरा म के भन्न चाहन्छु भने म सानो छँदाखेरि चाहिँ हामी वीर गोर्खालीको बारेमा एकदम सुन्थ्यौँ पढ्थ्यौँ पनि र मलाई एकदम गर्व पनि लाग्थ्यो कि त्यतिखेर। र सानोमा चाहिँ हामीले सुरक्षित समितिको बारेमा पनि पढेको थियौँ है। हामी वीर गोर्खालीहरू चाहिँ के को लागि लड्यौँ होइन, नम्बर 1 त्यो भयो। र मेरो बाल लड्नुभयो, हजुर लड्नुभयो, के को लागि लड्नुभयो? आफ्नो सन्तानको लागि लड्नुभयो नि त होइन। आफ्नो पसिना बगाउनु भयो, त्यो पसिना किन बगाउनु भयो, रगत किन बगाउनु भयो? आफ्नो छोराछोरीलाई काम होस् भनेर। हजुरहरू लड्नु भएको कारणले गर्दा नि म यहाँ फेरि बोल्न पाएको छु नि, हो कि होइन? हजुर नलड्नु भएको भए त म दिन पाउँथेँ हजुरलाई, हजुरलाई मैले चाहिँ सहयोग गर्न पाउँथेन नि होइन। त्यो कारणले गर्दा मलाई के गर्व लाग्छ भने नम्बर 1 हजुरले हाम्रो लागि लडिदिनु भयो, त्यसको लागि मुरी धन्यवाद। एकदमै म चाहिँ मेरो यो भित्रको हृदयबाट चाहिँ हजुरलाई धन्यवाद दिन चाहन्छु। र यसमा चाहिँ मैले के थप्न पनि चाहन्छु भने अस्तिको गोर्खा वेलफेयर ट्रस्टमा पनि हामीले 1330 पाउन्ड पनि गोर्खा वेलफेयर ट्रस्टको लागि पनि हामीले यो 100 किलोमिटर हिँडेर उठाएको थियौँ। किनभने चाहिँ मैले चाहिँ जो गोर्खालीहरू हाम्रो लागि लडे, कोही त बितेर पनि जानु भइसक्यो होइन, उहाँको पसिनालाई चाहिँ खेर नजाओस् भनेर उहाँको सम्झनामा हामीले त्यो 100 किलोमिटर वाक पनि गरेको थियो है। र मामाले सोध्नुभएको प्रश्न एकदम गहकिलो छ, के हामी नेपाल जान्छौँ त? पहिलो प्रश्न चाहिँ मलाई के लाग्छ भने सबैलाई चाहिँ बोल्न सुन्न हामीले मेरोमा आएर हजुरले सुविधा लिनु आउनुभयो। किन आउनुभयो? भाषाको कारणले गर्दाखेरि। नेपालमा यस्तै किसिमको हाम्रो सेक्युरिटी, यस्तै किसिमको हाम्रो इन्भाइरोमेन्ट वातावरण भयो भने त को जान खोज्दैन आफ्नो नेपालमा होइन। र बोली मिठो, आफूलाई चाहिँ भन्ने कुरा बुझ्ने, सबै कुरा चाहिँ यहाँको जस्तो हुने हो भने त नेपालमा त केही गरेर खाम भन्ने त हामीलाई पनि लाग्छ नि होइन। र हजुरले दिक्क गर्नुभयो, हामी पनि यहाँ नेपालमा चाहिँ म आफ्नो ब्याचलर डिग्री सिक्ने बित्तिकै नेपालमा फार्मेसिस्ट भनेको कतिलाई यहाँ थाहा पनि छैन होला होइन। म पढ्दाखेरि फार्मेसी भन्ने चिज चाहिँ दबाई बेच्ने भन्ने कुरा मात्र हुन्थ्यो। यहाँ आइसकेपछि म आफूलाई पनि थाहा भयो कि फार्मेसी भनेको के हो, आफ्नो स्वास्थ्य भनेको के हो। यहाँ आएर चाहिँ यत्रो ठुलो आफ्नो स्कोप रहेछ भनेर मलाई थाहा भयो। त्यो पनि कस्तो देख्दै गर्दा मेरो बाबा पुलिस लाउनु हुन्थ्यो, उहाँले मलाई पैसा बनाउनु भयो। उहाँहरूले चाहिँ तपाईँहरूले सबैले दुःख गरेर म यहाँ आएँ। यहाँ आएर चाहिँ मैले जुन नलेजहरू मैले हासिल गरेँ त्यो लिएर चाहिँ नेपालमा राम्रो वातावरण हुन्छ भने त हामीलाई पनि त्यहाँ गएर केही गर्नुको मन लाग्छ नि। आफ्नो जन्मभूमिलाई त कसलाई माया लाग्दैन? आमा हो, मेरो आमालाई म कतिको माया गर्छु, एकदमै माया गर्छु होइन। जन्मभूमि हो, जन्मभूमिलाई कसले माया गर्दैन, जसलाई पनि माया लाग्छ। तर के गर्ने, जन्म दिँदै पनि मेरो आमालाई मैले छोडेर जानुपर्ने हुन्छ। किनभने चाहिँ मैले बिहा गरेँ, बिहा गरिसकेपछि म अर्को ठाउँमा जानुपर्ने हुन्छ नि होइन। र जन्म दिने आमालाई पनि मैले छोडेर जानुपर्ने हुन्छ नि। त्यसरी चाहिँ म युके आएर चाहिँ कर्म, यो मेरो कर्मभूमि हो। कर्ममा मैले कर्म गर्ने भनेपछि चाहिँ आफूले जानेको सिपहरू मैले यहाँ सिकेँ। यहाँ सिकेर चाहिँ हजुर जस्तो जसले चाहिँ यहाँ आएर यति दुःख गरेर आएर हजुरलाई जुन एक किसिमको चाहिँ दुःख भयो, त्यो दुःखमा चाहिँ मैले सहयोग गर्न पाउँदाखेरि चाहिँ मलाई एकदमै खुसी लाग्छ। र अर्को कुरा, हजुरलाई त भाषाको प्रब्लम हुँदा त यति गाह्रो छ भने मलाई एउटा इन्सिडेन्ट तपाईँलाई घटना सुनाउन चाहन्छु है। यहाँ चाहिँ रेसिजमको यो छालाको रङ हुन्छ नि, छालाको रङको कारणले गर्दाखेरि चाहिँ
मलाई पनि बेला बेलामा यस्तो भएको थियो म काम गर्ने बेलामा है त्यस्तो हुँदाखेरि चाहिँ घरिघरि कस्तो लाग्छ नि म नेपालमा भयो त यस्तो त हुन्थेन नि जस्तो लाग्छ तर मैले चाहिँ के भने नि मलाई चाहिँ तरिका थाहा भएको हुनाले पुलिसलाई भने चाहिँ पछि उहाँलाई एरेस्ट गरेर उहाँलाई चाहिँ अदालतमा लगेर उहाँलाई चाहिँ कारबाही गरिदियो होइन त्यस्तो खालको प्रब्लम आफूले सानोमा लाग्दैन आफूले त्यस्तो दुःख गऱ्यो हजुर यस्तो यो देशको लागि लड्नु भयो म पनि आएर यत्रो यहाँ काम गरेँ तर हामीलाई चाहिँ यहीँ बस्ने मान्छेले चाहिँ हामीलाई समान व्यवहार नगर्दाखेरि चाहिँ हजुरलाई कस्तो लाग्छ म त सानो हुन्छ नि होइन बरु नेपालमा यस्तै सुविधा भएको भएर म नेपालमै बस्छु भन्ने चाहिँ लाग्छ नि अवश्य नेपाल सरकारले हामीलाई एकदम राम्रोसँग सही ढङ्गले एक किसिमको सेक्युरिटी सबभन्दा मेन भनेको सेक्युरिटी जब सेक्युरिटी आफूले केही गर्छु भन्यो भने होइन यो सम्मान व्यवहार हजुरको यो जुन यो लिगल कुरा हुन्छ कानुनहरूले चाहिँ हामीलाई राम्रोसँग बाँधेर चाहिँ हामीलाई चाहिँ एउटा आश्वासन दिन्छ भने किन नजाने अवश्य जाने नि होइन र तर त्यस्तो वातावरण नभएको कारणले गर्दाखेरि चाहिँ हामी यहाँनिर चाहिँ बाध्य भएका छौँ सबैजना यहाँनिर मैले फार्मेसी खोलेको छु मलाई चाहिँ समान तरिकाले चाहिँ जुन अरूले खोलेको छ एउटा नियम पुऱ्याएर काम गर्दाखेरि मलाई सजिलो छ तर मैले यही कुरा चाहिँ म नेपालमा गर्नु पर्यो भने चाहिँ सबैलाई नमस्कार र जिउजिउ हजुर गर्दा गर्दा मैले मेरो आधी जिन्दगी नै त्यहीँ जान्छ र पैसा पनि मेरो त्यत्तिकै नै खर्च हुन्छ तर यहाँनिर त्यस्तो समस्या नभएको कारणले गर्दाखेरि चाहिँ मलाई यहाँ सजिलो भएको छ र हजुरहरू बाआमाहरूलाई मैले चाहिँ सहयोग गर्न पाउँदा मलाई एकदम खुसी लाग्छ कि किनभने चाहिँ तपाईँहरूले चाहिँ जुन गरेको एउटा पसिना छ नि त्यो पसिनालाई चाहिँ मैले चाहिँ मेरो तरिकाले चाहिँ मेरो ढङ्गले चाहिँ तपाईँलाई सहयोग गर्न पाउँदाखेरि चाहिँ मलाई एकदमै खुसी लाग्छ कि र मलाई लाग्छ कि सायद म पनि सोलो हुन्छु होला जस्तो लाग्छ अहिले यस्तो कामहरू गर्दाखेरि हजुरहरूलाई चाहिँ केही प्रश्नहरू छ वा स्वास्थ्यको बारेमा म चाहिँ अरू कुरामा म जान्दिनँ है गर्न म जे कुरामा जान्छु म त्यो कुरामा मात्रै बोल्छु सायद अघि नै अब यहाँनिर भर्खरै हाम्रो यहाँ बहिनी हुनुहुन्छ र सिटिजन ब्युरो एडभाइसबाट हजुरलाई चाहिँ यो डोमेस्टिक भाइलेन्सको बारेमा मलाई केही भन्नु भन्यो भने मैले जान्दिनँ म चाहिँ जान्दिनँ भने चाहिँ हामीले चाहिँ साइन पोस्टिङ उता जानुहोस् भनेर देखाउने होइन अब हाम्रो नेप्लिसबाट आउनु भर्छ उहाँलाई चाहिँ अब जागिरको बारेमा सोध्यो भने त मलाई थाहा हुँदैन नि त मैले उता देखाउने हो नि त नेपालमा त सबै कुरा जान्नुपर्ने जस्तो कुरा हुन्छ कि यो देशमा बसिसकेपछि मैले जानेको कुरा र बुझेको कुरा के हो भने जुन कुरामा आफूले जानेको छ जुन कुरामा आफूले दक्षता लिएको छ त्यही कुरामा नै हामीले त्यही कुरालाई नै अगाडि लिएर हामी अगाडि बढ्नु पर्ने हुन्छ र यदि नेपाल सरकारले चाहिँ राम्रो वातावरण बनायो भने त अवश्य अझै पनि हामी पनि नेपालको को जान खोज्दैन र होइन तर त्यो चाहिँ सम्भव छ कि छैन त्यो चाहिँ भविष्यले नै बताउने छ त्यसको लागि आज मेरो कुरा सुनिदिनु भयो धेरै धेरै धन्यवाद है हजुरलाई थ्याङ्क यू बाबु वेल सेड फ्लू भ्याक्सिनेसन वा इन्जेक्सन आज हाल्नु छ भने कसैले हालेको छैन नि आउनु होला म पछाडि चाहिँ तपाईँलाई हालिदिन्छु है आज त्यही लागि हाम्रो यहाँनिर नानीलाई गयो तपाईँ चाहिँ युकेको सबभन्दा मानिएको च्यारिटेबल अर्गनाइजेसन है सिएबी भनेपछि नचिने होइन कोहीले पनि छ नि युकेमा नानी त्यहाँ आबद्ध भएर काम गर्नुहुन्छ अघिकै प्रश्नमा सानो छोटकरीमा मिठो शब्दमा होइन 2-4 शब्द राखिदिनुहुन्छ कि नानी प्लिज यस्तै जमाना छ होइन सबैजनालाई मेरो नाम एलिजा गुरुङ हो म रसपोर्ट सिटिजन एडभाइसबाट आएको रसपोर्ट सिटिजन एडभाइस चाहिँ अर्डरसोट फान्डमा हाम्रो अफिस हो अर्डरसोट अफिस हाम्रो एम्पायरको पारी होइन गोर्खा बटरको तलको अफिस अनि फान्डको चाहिँ काउन्सिलको छ है आज चाहिँ म एउटा टपिक लिएर आएको छु घरेलु व्यवहार घरेलु हिंसाको यो विषयमा पहिला पनि कुरा गरेको हो सिटिजन एडभाइसमा चाहिँ कसरी जानकारी सानो एउटा एक्टिभिटी गर्छु हजुरहरूसँग होइन भनेको छ भनेको 3-4 ठाउँमा बल्ल एक ठाउँमा भेट्टा छ